ओम मङ्गलम मङ्गलम यही पृथ्वीमा बसेर स्वर्गको परीसँग म जान्न पाऊँ, मलाई अरू केही पनि चाहिँदैन। अच्छा बाउ के भो? हे बाउ, तपाईँको दिमाग सड्क्यो? अरूले त शिवजीको रामको फोटो पुज्छन्, तपाईँले त चिन्दै नचिनेको कुकुर्नीको ठोक्रा भए केटीको फोटो पुज्नु भए। त चुप बिल्कुल! मेरो स्वर्गको परी मनको रानीलाई त कुकुर्नी भन्छस्? ए ठोप्रै त्यस्तो छ त बाउ। मैले भनेको थिएँ तेरो आमालाई जन्माउने बेलामा केरा नखा भनेर, बेहोरा त देखाइस्। तपाईँ त लास्टै फटा हुनुहुन्छ बाउ। म फटा नभएको भए त यहाँ जन्मिन्थिस्। बाउ, यस्तो कुरा छोड्दिनँ, म तपाईँसँग सक्दिनँ। ए मलाई सक्नु त अरूको छोरी भएर जन्मिनु पर्छ, त मेरो छोरा भएर जन्मिस्। हे बाउ, अरू कुरा त्यस्तै हो, अब म बिहे गर्छु। बे त गर्छस्, तर केटी माग्नु कहाँ जाने तेरो भैँसीको चाक जस्तो अनुहार लिएर। केटीको के चिन्ता गर्छौ बाउ, त्यो पल्लो गाउँको सम्झना छ नि। ए त मेरो दुश्मन कि छोरा, त्यो परको सम्झना त मेरो गर्लफ्रेन्ड हो। बाउ, तपाईँ त महा बोका रहेछ, तर त्यो केटी त मलाई नै चाहिन्छ। तँलाई चाहिन्छ? त्यो केटी मेरै हो बाउ, हेर्दै जाऊ, तिम्रै आँखा अगाडि म लिएर देखाउँछु। होइन हो, किन यस्तै टोलाउँदै बसिरहेछस्? के हुनु र मुला, मेरो बाउ फटा भनेको महा बोका रहेछ यार। हो, तेरो बाउ लास फटा हो। मेरो अस्ति गर्लफ्रेन्डले लाइन हान्दै हिँडिरहेको थियो। यहाँ ठोप्रा हेर्दाखेरि ढुङ्गी बाबाको जस्तो, बानी बेहोरा चाहिँ जोनी बाबाको जस्तो गर्छ यार। कुरा त सही भनिस्, तर के भयो त्यस्तो? के हुनु र यार, बाउ र मेरो गर्लफ्रेन्ड एउटै परेछ। अब बाउ म बिहे गर्छु भन्छ, के गर्ने भनेर टेन्सन लागेछ यार। ए त्यसो भयो, अब एउटै उपाय छ। भन्न, के हो त्यो उपाय? के हुने र, त्यहाँ पारी भाव बस्छ, त्यसको बाट अब मनी लाउने दबाई लिएर खुवाउने, त्यसपछि त पक्का तेरो भइहाल्छ नि अब त। ए त्यसो भए त अहिले गराउँछु म। बाबा नमस्कार, मलाई एउटा हेल्प गरिदिन्न? फन बालक तले के सेवा चाहियो? बाबा मलाई एउटा केटी लास्टै मनपर्छ, त्यसलाई मोहनी लगाइदिन्न। त्यो केटीको फोटो ह? फोटो त छैन बाबा मसित। फोटो छैन भने मेरो लगडामा लाउने मोहनी।